मेरो आइडीमा चाहिँ ब्लू टिक छ, त्यो फेक आइडीमा चाहिँ ब्लू टिक छैन। कुन चाहिँ डाका हो त्यो डाकालाई फेला पर्न पाएँ भने मैले लत्तले गोजेर है त्यसको चाहिँ म चाहिँ उपचार गर्ने थिएँ। कुन चाहिँ डाका हो त्यो डाकालाई फेला पर्न पाएँ भने मैले लत्तले गोजेर है त्यसको चाहिँ म चाहिँ उपचार गर्ने थिएँ। मेरो खराब पानी छ, मेरो खराब पानी छ। बाँदरले खाने चिज उतै जंगलतिर लगाइदिनु रे। अब किसानले चाहिँ किसानले चाहिँ आफ्नो खेती गर्नु कि बाँदरलाई चाहिँ उता लगाइदिनु। एउटा ट्याक्सीको नम्बर प्लेट दिनलाई 15 लाख खाने र खुवाउने त्यस्तो किसिमको कुरालाई चाहिँ अनदेखा गरेर नदेखे जस्तो गरेर बस्ने सरकार, पहिलाको सरकारहरू मरेको सरकार। अब स्कुल जाने हजुर जाने हिजो पढाइ होइन आज कुन चाहिँ हुन्छ कि हुन्न थाहा छैन। जानु पर्यो एकदमै अनेस्ट भएर इमान्दार भएर छातीमा हात राखेर एउटा हात चाहिँ छातीमा अर्को हात चाहिँ उठाइदिनु होला। कसले नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम लिनुभएको छ यो हलमा? हो अलग लेभलको भन्दा त अहिलेसम्म जिन्दगीमा बिमै नगरेको मान्छे म छु यहाँ। कहीँ पनि बिमा गरेको थिएन। एउटा ट्याक्सीमा भनौँ न 20-30 हजार खायो ल मानौ, एउटा भने 20-30 हजार खाए भन्ने हुन्छ। 15 लाख खाने हो त एउटा ट्याक्सी। त्यसको मुखको बाङ्ग्रा झाडिदिने होइन त। मेरो खराब पानी छ, मेरो खराब कालो हुन्छ मन परेन। घाममा कालो हुन्छ कि होइन। मैले पढ्नको लागि हो क्या चस्मा लगाऊ नि, पढ्नलाई किन कालो चाहिएको नि। बालेनले लगायो भने त बालेनको सिको भन्ला। तपाईँले चाहिँ किताब बेच्न पाउने रे अनि गरिब मान्छेले काइफल पनि बेच्न नपाउने भन्ने छ नि त। के हो त्यो भन्ने मान्छे माको फटा हो। त्यो माको फटा किन हो भने उसले चाहिँ मैले किताब बेचेर 12-13 करोड रुपियाँ चाहिँ चोखो कमाएर वीरगञ्जको कृषि औजार कारखाना चलाइरहेको छु भन्ने सुनेर उसलाई चाहिँ मनै भित्रै जलेर चाहिँ खरानी भएर चाहिँ सिद्धियोस्। त्यो चाहिँ मर ठहरै त्यस्तो भन्ने मान्छे चाहिँ ठहरै परोस्। मेरो खराब पानी छ, मेरो खराब पानी छ। सिप त मैले ठ्याक्कै यही सिप सिकेर अगाडि बढाउँ भन्ने छैन। म +2 पास गरेको, ब्याचलरमा जोइन भने हो के अन्त। अब सिप सिकेर अगाडि बढाउँ भन्ने छैन भने मैले मन्त्र फुकेर तिमीलाई चामल खुवाएर हुँदैन। सिंहदरबारको स्कुलमा हिजो एक दिन भयो, आज दोस्रो दिन भयो। अब कौन है ये लोग, कहाँ से आते हैं? 5 वर्षसम्म धेरै दिनसम्म आएर यो स्कुलबाट धेरै कुराहरू सिक्नुपर्ने गर्नुपर्ने छन्। अहिलेको सरकारमा जुन जानु भएको छ मन्त्रीमण्डलमा सबै युवा भाइ बहिनीहरू हुनुहुन्छ। अर्ग्यानिक मान्छे चिनिने महावीर कोही एउटा ट्याक्सीको नम्बर प्लेट दिनलाई 15 लाख खाने र खुवाउने त्यस्तो किसिमको कुरालाई चाहिँ अनदेखा गरेर नदेखे जस्तो गरेर बस्ने सरकार, पहिलाको सरकारहरू मरेको सरकार थियो। नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश दिन्छु म। Relax and take notes while I take totes of the marijuana smoke. Oh, you wanna choke?
के कतिको आश छ त्यो सरकारले गर्ला त अहिलेको तिमीहरू जस्तो आश गर्ने मान्छे होइन के मेरो खराब पानी छ मेरो खराब पानी छ मान्यज्यू आज त समयमै लाग्नु भएछ। अब छोडिदिएछ अब यसोले छोडिदिएछ। प्रधानमन्त्री पनि विद्यार्थी हो। सदनको चाहिँ प्रधानमन्त्री पनि विद्यार्थी हुन्। प्रधानमन्त्रीले चाहिँ अलिकति अप्सन हुनुहुन्छ होइन। हेडमास्टर त हाम्रो सभामुखी हुनुहुन्छ। महावीर पुन हो ल र महावीर पुन आएको छ। बाटो हिँड्नेले चिन्नुहोस्। मान्य सदस्यहरूलाई सभाको मर्यादा कायम गर्न म निर्देशन गर्छु। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। हामी यस्तै त हो नि पोरो जहिले यस्तै त हो। तपाईले एकजना व्यक्तिले दुर्व्यवहार गरेको हो? दुर्व्यवहार गरेको होइन होइन त्यसलाई दुर्व्यवहार भन्दैन। के भएको माननीयज्यू? झगडा भएको एकछिन बाटोमा। भगवानलाई सोध्नु एकैछिन होल्ड गरेर बोल्छु। थाहा छैन के भगवानलाई सोध्नु। फटा किन हो भने उसले चाहिँ मैले किताब बेचेर 12-13 करोड रुपियाँ चाहिँ चोखो कमाएर वीरगन्जको कृषि औजार कारखाना चलाइरहेको छु भन्ने सुनेर उसलाई चाहिँ मनै भित्रै जलेर चाहिँ खरानी भएर चाहिँ सिद्धि हो। त्यो चाहिँ हजुरको यो किताबमा के महावीर पुनको आत्मकथा बाल्यकालदेखिको अहिलेसम्मको सबै खराङ खुरुङ छ हजुर। ल यस्तो छ भने त्यो गर्न परिहाल्यो। महावीर पुनले कसलाई ठोके कसलाई चाहिँ गोदे भन्ने कुरा पनि छ। कमाउनलाई भयङ्कर किताब बेच्नुपर्छ। ल आउने बाटो हिँड्ने दाजुभाइ दिदीबहिनीहरू विवाह नगरे पनि मलाई चाहिँ अब बिरामी भएको छैन। भगवानले चाहिँ मलाई चाहिँ यो चाहिँ एकदमै स्वस्थ बनाइदिएर बेसी ठग्नु भएको छ है। राम्रो कुरो अब अस्पतालै नजाने बनाइदिएपछि त ठगेको भयो है। मेरो खराब पानी छ मेरो खराब विद्यार्थीहरू भनेपछि त्यस्तै हुन्छन् सबै जहाँ पनि, चाहे स्कुलको होस् चाहे कलेजको होस् चाहे संसदको विद्यार्थीहरू हुन्, जहाँ पनि हुने भनेको चाहिँ त्यही हो। अलिअलि सबभन्दा बढी अनुशासित विद्यार्थी आज सबैभन्दा म अनुशासित विद्यार्थी को देख्यो मान्यज्यू? सबभन्दा अनुशासित विद्यार्थी मै हो। के कतिको आश छ त्यो सरकारले गर्ला त अहिलेको? तिमीहरू जस्तो आश गर्ने मान्छे होइन के मेरो खराब पानी छ मेरो खराब पानी छ। गरममा चिया खान मन लाग्दैन। गरममा नखाने गरममा नखाने चिसो पनि नखाने। पानी खायो भने पिसा आउँछ क्या। जादु आयो जादु किताबको जादु कारखाना चलाउने किताब हेर्नुहोस्। अन्ताको किताब छैन किताब आएको छ। जादु आउँछ। के बोले ल आउनुहोस् जादु हेर्ने। जादु आयो जादु किताबको जादु